नमस्ते साथीहरू, आज हामी नयाँ आइपिओको बारेमा कुरा गर्न गइरहेको छौँ। बुझौँ हाइड्रो पावर। यो आइपिओमा अप्लाई गर्ने सोच्नु भएको छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यस भिडियोमा आइपिओको स्ट्रक्चर, कम्पनी कति स्ट्रङ छ र रिस्क र यसको फ्युचर पोटेन्सियल सबै कुरा सजिलो भाषामा बुझ्नुहोस्। बुजुङ हाइड्रो पावरले 8,30,000 किता पब्लिकको लागि आइपिओ ल्याएको छ। माघ 12 गतेदेखि माघ 15 सम्म आइपिओ भर्न सक्नुहुन्छ। एक सेयर बराबर 100 रुपियाँ पर्नेछ। 10 कितादेखि 50,000 कितासम्म भर्न सक्नुहुनेछ। अब कुरा गरौँ आइपिओ स्ट्रक्चरको। पब्लिकको लागि 8,30,000 किता, इम्प्लोइहरूको लागि 20,000 किता, वैदेशिक रोजगारमा रहेका नेपाली र लोकलहरूका लागि 11 लाख किता पहिल्यै निष्कासन भइसकेको छ। म्युचुअल फन्डको लागि 50,000। अब कम्पनीको बारेमा बुझौँ। प्रोजेक्टको नाम अप्पर मिरिम हाइड्रो पावर प्रोजेक्ट, जसले 7.5 मेगावाट विद्युत उत्पादन गर्छ, जुन लमजुङ जिल्ला गण्डकी प्रदेशमा पर्छ। यसको लाइसेन्स 2111 सालसम्म रहेको छ। यसको मतलब कम्पनीले लामो समयसम्म विद्युत उत्पादन गर्न सक्छ, जसले गर्दा स्टेबल रेभिन्यूको सम्भावना छ। कम्पनीको स्ट्रेन्थ के हो भन्दा प्रोजेक्ट अलरेडी अपरेसनमा छ। रिन्युएबल एनर्जी सेक्टर, जसको फ्युचरमा डिमान्ड हाई छ। लङ टर्मको लाइसेन्स। अब रिस्कको कुरा गरौँ। यसको क्रेडिट रेटिङ B- छ, जसले फाइनेन्समा हाई रिस्क देखाउँछ। पास्टमा धेरै घाटा देखाएको। प्रोजेक्ट साइज सानो भएको, जुन 7.5 मेगावाट मात्र। EPS नेगेटिभमा। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा के हो भने यसको आइपिओमा अप्लाई गर्ने कि नगर्ने। यदि तपाईँ लङ टर्म इन्भेस्टर हुनुहुन्छ भने, रिस्क लिन सक्नुहुन्छ भने, तब मात्र अप्लाई गर्न सक्नुहुन्छ। एउटा कुरा के याद गर्नुपर्छ भने आइपिओ लटरी सिस्टम हो, फन्डामेन्टल बुझेर मात्र डिसिजन लिनुहोला। यदि यो भिडियो राम्रो लाग्यो भने लाइक र सेयर गर्नुहोस्। नयाँ भिडियोको जानकारी पाउनको लागि फलो गरिदिनुहोला। धन्यवाद। बाई।